साथीहरू आजभोलि चाहिँ कोरियामा है यो तुइत यति धेरै पाकेको छ नि है यहाँ भुइँभरि कालै भएको छ यतातिर झन् एकदमै धेरै खसेको छ अनि आजभोलि चाहिँ यसको सिजन छ क्या एकदमै धेरै फलिरहेको छ जताततै अनि कोरियनहरूले धेरै नखाँदो रहेछ त्यही भएर पनि यस्तो होइन अनि हामी चाहिँ आज यो खानको लागि तुइत खानको लागि चाहिँ आएको छौँ अनि यो चाहिँ फेरि ठाउँ अनुसारको नाम रहेछन् कि यो चाहिँ झापातिर चाहिँ है अर्कै नाम भन्दो रहेछ है मैले चाहिँ त्यो उसमै सुनेको है टिकटकमै सुनेको उहाँहरूले चाहिँ अर्कै नाम भन्दै हुनुहुन्थ्यो भनेदेखि हाम्रो चाहिँ सिराबो सर्लाही है अनि धनुषातिर चाहिँ यसलाई चाहिँ तुइत भनिन्छ अनि यो चाहिँ हाम्रो उतातिर पनि हुन्छ अनि खासमा चाहिँ यो कालो भन्दा पनि यो जुन डमा छ नि डमा भन्छ नि हामीहरू चाहिँ फेरि हजुरले के भन्छन् होइन यस्तो रातो रातो भएको पाक्न थालेको अनि यसलाई चाहिँ होइन हामीले चाहिँ जम्मा गरेर अनि पछि चाहिँ नुखुसानी मोलेर होइन अचार जस्तो बनाएर खाँदा एकदमै मिठो हुन्छ कि अनि यो चाहिँ म चाहिँ अहिले कालो खाना यस्तो खालके खोजेको यति धेरै छ नि फेरि ओहो कति धेरै पाकेको छ कि अनि म चाहिँ यही टिप्नलाई पनि आएको आज यसो निस्किनु पर्यो अनि मौसम पनि एकदमै राम्रो छ कि है एकदमै हावा चलिरहेको छ मौसम पनि एकदमै राम्रो छ अहिले घुम्नको लागि